नमस्ते गाइस, वेलकम ब्याक टु माई अनदर भिडियो। मेरो भिडियो स्टार्ट भइसक्यो। हजुरहरू के छ, सन्चै हुनुहुन्छ? हामी त सन्चै छौँ। अब मेरो भिडियो चाहिँ स्टार्ट भइसक्यो। क्यामेराम्यानमा मेरो छोरा अनि हामी चाहिँ यो चाहिँ हाम्रो घर हो। म चाहिँ देखाउँदैछु, यो मेरो फुच्चे छोरो फुच्चे भन्दा नि लङ्गुर छोरो। मेरो छोरोलाई अग्लो भएर टाउको ठोकिएछ अरे कि। यो चाहिँ हाम्रो घर हो, हजुरहरूलाई देखाउँछु। म चाहिँ यहाँ चाहिँ पुर्ख्यौलीको फोटोहरू टाँसेको छ। यहाँ बाबाको प्रमाणपत्र ससुरा भएको। यो चाहिँ हाम्रो मेरो साथीहरू के कलेज पढ्दाको झिको साथीहरू, विक्रम दाई पनि हुनुहुन्छ यहाँ। अनि यहाँ चाहिँ बाबु, मनी, रश्मि, म। यो चाहिँ मेरो के अरे त्यो अभिनय मञ्चमा के अरे अभिनय गरेको यो मेरो पुरस्कार विनर भएको मेरो छोरो यहाँ ढोकामा ड्याममा ठोकेर परान परेको छ। यहाँ चाहिँ यस्तो छ, मकैहरू झुन्डाउनु भएको छ यहाँ दिदीले। यसरी टन्नै कस्तो मजाले झुन्डाउनु भएको छ। यहाँ कार्ड आएको छ। अब बिहे छेउर यताउतिको कार्डहरू आउँछ नि त। अनि हामी चाहिँ बाबु र म चाहिँ आलु खनेर, अनि हाम्रो यो चाहिँ घर अगाडिको भ्यू हो। यो चाहिँ केराहरू पारी पूर्ण गाउँ भइहाल्यो। पूर्ण गाउँलाई यसो जुम गरेर तान्नु भनेको भएन त। यता चाहिँ यो चाहिँ यहाँ फुल, यहाँ पहिला टन्नै के अरे मखमली फुल लाउँथेँ। अहिले त अर्को रातो फुल रहेछ, रोज। यो चाहिँ हाम्रो रोज यत्रो छ काटेर। टमाटरले पुरै हाम्रो घरलाई ढाकेको छ। बाबु तिमी यहाँ उभिउ न, यहाँ म घरसँगै देखाइदिन्छु नि बाबुलाई। अलि भ्याउँदैन कि, अलि त्यही जानुपर्छ होला हौ। चाहिँ हाम्रो घरको भिडियो खिच्ने भनेको भ्याउँदैन त, अझै भ्याउँदैन त। हाम्रो छोरो घरको मालिक सानो मालिक। यहाँ हाम्रो चाहिँ एउटा घर छ, अनि तल छ एउटा। अनि यतातिर केराहरू। ल बाबु के छ, केही छ भनिदेऊ न। यो मेरो घर हो, यो मेरो भनेर भन न। यहाँ चाहिँ यो के अरे यो के फुल पो भन्छ, चार के हो यो, युट्युबतिर देखेको थिएँ। फुलको नाम चाहिँ याद छैन मलाई। यस्तो फुल घरको अगाडि चाहिँ यस्तो फुल छ। अब बाबु हेर न, हेर ए यसले खान्छ कि के छ र अबि छिप्किली। तिमी इङ्ग्लिसबाट बोल्छौ, मैले जान्दिनँ। हाम्रो केरा यहाँ गरेको छ। दिदीको कुखुराहरू रहेछ, टन्नै रहेछ त कुखुरा त। भित्र चिची गरेर केराको बुट्टा, सुन्तलाको बुट्टा त पुरै काटिदिनु भएको रहेछ। यहाँ चाहिँ ठुलाहरू छ, फलेको छ त। ठुलाहरूले त फलिसके रहेछ। यो बिकासियाहरूकै एकदम ठुलो हुन्छ कि यो आरू, फलिसके रहेछ। दुधीलेसँग जुधेछ कि कति धेरै फल्ने रहेछ भाइ। यो चाहिँ हाम्रो भैँसी बान्ने, भैँसी बाख्राहरू पाल्ने थारा भन्छ कि, थारा भनिन्छ त्यो हो। टमाटरले पुरै उ गरेछ। यो चाहिँ खुर्पानी हो, ठुलो थियो काटेर यत्रो सानो भएको रहेछ। यो नि खुर्पानी। हजुर लाउ लिएर आऊ, छिटो आइज। आलु खन्दैछौँ हामी चाहिँ। हिजोदेखिको बाबा र मैले आलु खनेर आधा बनाएको थियौँ। अनि ल बाबालाई पानी देऊ बाबु। बाबाले आलु खन्दै हुनुहुन्छ गन्डेउला। यो चाहिँ सानो सानो
आलु चाहिँ एक डोको खनिसक्यौँ हामीले। बाबु आऊ तिमीले छिटो खन। यो चाहिँ बाबुले खनेको भनेर क्रेडिट दिनु पर्यो अरे। लखर्केले खने जस्तै गरेछन्। ल खनिदेऊ त। मम्मीको भ्युअर्सहरूले हेरौँ न कस्तोको जाँग्रे छोरा पाएछ भनेर। बाबुले यहाँ खन्दै 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 आएको छ कि यहाँ टुप्पासम्मै पुरा उसले डिल खनेर। त्यहाँ परबाट खनेको हिजो। आज चाहिँ हामीले यहाँ खन्दैछु। मेरो यो लङ्गुर छोरोले खन्छ ल। खतरा दामी। वाउ सुपर। ल खाना 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 भाइ। हाम्रो छोरोले जाँगर गरेर खान्छ नि। साह्रै अग्लो भएर घुँडा माथि मुन्टो तल हुन्छ। ल खान। काम गर्ने नि सिक्नुपर्छ नि। जरा जरामा नि सबै खन्नुपर्छ नि बाउ। यो चाहिँ काटेको आलु हो। खन्दा खन्दै यसले फलेछ होला बाउ यसले जस्तो लाग्यो। ए हो रहेछ। फल्न त फल्या रहेछ। फलेछ है। कोही त सानो सानो छ। यहाँ तलतिर पनि छ। तल केराउ छ। लसुन केराउहरू। यहाँ चाहिँ मकै छर्ने भनेर मकै लिएर आएको। अभोकाडो। यता नयाँ घर बनाउनु भएको छ। दामी। यो हाम्रो भैँसी बान्ने हो। त्यो हाम्रो घर। ल खन खन। माथि डाँडा लेकतिर जानु पाए हुन्थ्यो। गुराँस फुलेको थियो अरे। जानुपर्छ एक दिन। उतातिर के भकिमली केहरू छ। बोरङ्जा भकिमली। ल बाबु अब भोराइसक्यो छोरोले एक डोको। बाजे र मैले चाहिँ होइन उसले भोर्याएको रे बाबुले होइन। हो बाबु। ल हामी चाहिँ आलु खन्दै हो। आलुले त कोही सानो फलेछ कोही ठुलै फलेछ। राम्रै फलेछ। भनौँ न भनौँ। रेड होइन यो पनि के अरे पर्पल निलो आलु भन्छ कि। निलो आलुले त राम्रो फलेको रहेछ। सेतोले चाहिँ अलि धेरै फलेछ। अलि मसिनो। त्यो ठुलोले चाहिँ खै बाबु तिम्रो खुट्टा हान्यो। मेरो खुट्टा जाला जाला। चाहिँ यता टिपेर हाल्नुपर्छ नि सानोमा यहाँ। आजको हाम्रो भ्लग चाहिँ यही हो। आलु खनाइ। हिजो 1.5 डोको खन्यो। आज यति। आज यति खन्नु छ। बाँकी हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ। मेरो भ्लग चाहिँ इन गर्छु। बाई बाई।